एउटा तपाईँको 80 सालको तलब कति हुन्छ? हाम्रो 36,000। 36,000 उहाँको तलब 36,000 हुन्छ। तर गाउँपालिकाका अध्यक्षहरूले यदि 2-4वटा बैठक एटेन्ड गर्यो भने खाजा खर्च लाखौँमा गइहाल्छ। एउटा असैको तलब हो यति। एक्स्ट्रा अरू केही सरकार राज्यबाट के हुन्छ? हाम्रो रासनको भनेर चाहिँ 5-6 हजार रुपियाँ आउँछ अनि त्यही तलब। तपाईँ एउटा कुरा नढाँटी भन्नुहोस् त, अब 23 वर्ष जागिरको भयो होइन, आफ्नो छोराछोरीलाई तपाईँ प्रहरी बनाउन इच्छा लाग्छ? अब त्यो त छोराछोरीको इच्छा हो नि, हामीले तपाईँले एउटा हुन्छ नि होइन, यो प्रहरीको जागिरमा मेरो छोराछोरी पनि म जस्तै असै जवान बनोस् भन्ने लाग्छ? ननाटी भन्नु होइन लाग्छ नि, आफ्नो देशको सेवा गर्नुपर्छ। अब यही प्रहरी सेवामा नभए नि अरू राष्ट्र सेवामा भए पनि, प्रहरी सेवामा नभए पनि अन्य राष्ट्रिय सेवामा। बुझ्नुभयो नि, मिलाएर बुझ्नु होला। बढी उहाँले बोल्यो भने फेरि विभागले भोलि नै उहाँलाई 24 घन्टे स्पष्टीकरण सोधिहाल्छ र यो क्यामेरा माइकमा पत्रकारसँग यसरी किन बोल्यो भनेर